यो भिडियो हेरौँ अनि त्यसपछि कुरा गरौँला है त। मूर्ख मान्छे मात्रै बढी बोल्छ। मूर्खले आफ्नो मूर्खता बोलेरै देखाउँछ। जब मान्छे धेरै बोल्छ नि थाहा पाउनुस् त्यो मूर्ख हो, मलाई केही पनि आउँदैन। जब मान्छे चुप लागेर बस्छ नि थाहा पाउनुस् ऊ बुद्धिमान हो। बढी बोल्दाखेरि नि तपाईँले केही पनि रिसिभ गर्न सक्नुहुन्न, तपाईँले खालि सप्लाई मात्रै गर्नुहुन्छ। तपाईँसँग भएको अलिकति ज्ञान तपाईँले दिनुभयो, सक्यो। सुन्नुहोस् न, अर्कोको ज्ञान भरिन्छ। यो भिडियो कसले एडिट गर्नुभयो उहाँलाई चाहिँ ह्यान्ड्स अप है। यो कुरा एकदमै सही लाग्यो क्या। तपाईँहरूलाई कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला। तर मलाई चाहिँ यो कुरा यस्तो सही लाग्यो नि, जो धेरै बोल्छ उसको केही पनि हुँदैन क्या। रित्तो भाँडै बज्ने हो क्या साथी हो, भोलि भाँडा त कहिले पनि बज्दैन। जो भाँडो रित्तो छ त्यसमा केही छैन त्यही भाँडो हो रन्किरहने। जोसित सबै चिज छ अथवा भोरी छ त्यो भाँडो कहिले पनि रन्किन्न साथी हो। यो कुरा चाहिँ विचार गर्नुहोस् है, तपाईँहरूले पनि बुझ्नुभयो होला होइन। अर्क चाहिँ रित्तो भाँडै हो क्या। विरोधै मात्रै विरोधै मात्रै विरोधै मात्रै। त्यहाँ अब संसद भवनमा उसले पहिला नि देखाएको छ नि त रवि लामिछानेलाई बाटो छेकेको। त्यस्तै उसलाई पनि के लाग्छ भने विरोधै मात्रै गर्ने हो प्रतिपक्षी भन्ने चाहिँ छ क्या उसलाई। कस्तो खाले मान्छे होला तिमी अर्क। राम्रो कामको लागि हेल्प गर्नेलाई नै घाटा अथवा भोलि नराम्रो हुने छ भने त्यसमा चाहिँ विरोध गर्ने हो के। खालि विरोधै गरेछ, संसद चल्न दिएको छैन। बरु पुरानो नेपाली काङ्ग्रेस अनि एमाले माओवादी यिनीहरू बरु चुप लाएर बसे। हिजोको संसदमा हर्कको पार्टी मात्रै, श्रम संस्कृति मात्रैले पुरै संसद चल्नै दिएन क्या। संसद चल्न नदिएपछि अनि त्यहाँ के को छलफल हुन्छ र अनि त्यसपछि त्यहाँ विधेयक अध्यादेशहरू पास हुने, विकासको कामहरू सबै छलफल हुने होला नि त। त्यो त मिटिङ जस्तै त होला नि होइन, गाउँघरको मिटिङ जस्तै। अनि बाजे छ बाजे छ बाजे छ बाजे छ